सो हेलो एभ्रिवान वेलकम टु न्यू भ्लग। तपाईहरुलाई मेरो आजको नयाँ भ्लगमा स्वागत छ। आई होप कि तपाईहरु पनि सन्चै हुनुहुन्छ होला र म पनि सन्चै फिट एन्ड फाइन छु हैन। अब आजको हाम्रो काम तिरै जानुपर्ने हुन्छ। कुरो चाहिँ मैले अनि ठ्याक्क आज हामीले काम चाहिँ हिजो ठ्याक्कसँगले बाकल ल्याएर माथि काटेर बनाइयो सुँगुरको खोर हैन। त्यहाँ छ सुँगुरको खोर स्पेशल दामी नै छ। अनि यहाँ बन्दैछ। अब हाम्रो खोर भएपछि चारो पकाउनु त पर्यो नि त हैन साथीहरु। अनि त्यही भएर यहाँ तयारी हुँदैछ। आज दिउँसोभरको काम यही गर्नुपर्ने हुन्छ। अनि यता बाख्राहरू घाँस नखाई रेस्ट गरेर आएको छ साथीहरु। अनि यसलाई चाहिँ हामीले थुनी मार्दा पनि यहाँ हेरौँ न सुतिरहेको छ स्पेशल। अब यसलाई पनि हाल्नुपर्ने हुन्छ। त्यसो त त्योभन्दा अगाडि अब हामी एकछिनबाट भेटघाट गरेर कुरोकानी गर्दै काम पनि अगाडि सारौँ। कतिसम्म काम पनि गरिन्छ भन्ने कुरो अनि यहाँ छ। अब भरे भेटौँ। अब हामी कामतिर लाग्नुपर्ने हुन्छ साथीहरु हैन। यस्तो घारीमा ढुङ्गा खोज्दैछु म साथीहरु है। त्यहाँ भर्नु पर्ने छ हैन। टक्कसँगले यहाँ गाह्रो साह्रो भत्किन्छ है। अब त्यो भर्नु पर्ने छ हैन। खाल्टा त्यो गाइरो छ अनि त्यसलाई चाहिँ भरिसक्नु पर्ने हुन्छ हामीले साथीहरु। अनि त्यही नै हो आजको काम। मिस्त्री यत्रो ढुङ्गा बोक्दा जान कसरी नबन्निला। ठक्कसँग अहिले खतरा बनाइसकेको छु। यस्तो खतरा बनाइयाछ फेरि काम भनेको चाहिँ डरो गरिन्छ क्या। यस्तो बबाल बनाइँदैछ। खतरा बनाइँदैछ नि हैन। के तेरा करङ त्यो पनि निकाल है। तेरा करङ पनि निकाल्नु। कस्तो करङ चाहिँ निकाल्नु अनि के गर्दा यहाँ हाम्रो घर बनिँदैछ साथीहरु। घर पनि हैन। यसलाई के भन्छ? यसलाई के भन्छ? किचन अरे। ल हाम्रो नयाँ किचन बनिँदैछ साथीहरु। अब हेरौँ आज नसके नि भरि किर को अरे होइन नि यो ताप्लेजुङको गाडी हो। यहाँ चाहिँ यतिको रेडी भएछ छ्याकसँगले। नाच्छ त यहाँ अघि ठोकेर नि बुढाहरूले बिगारेर यहाँनिर चाहिँ निकालेर राखेको यस्तो चकचके छ। थुक्का मैले के गरेँ काम यो पनि मैले नै हानिदिएको। यहाँ मैले चाहिँ सब यो पनि मैले नै हानेको। यहाँ त्यहाँ सब मैले हानेको साथीहरु।
यो बुढोहरू यति खेल्यो आज इस अब बोकेर ल्याउँछ हो हो यार ती मासु सघाउनु ओर्नु छैन मासुलाई यहाँ प्लेट कसेको रहेछ निन्दा चाहिँ अलिकति लु हेरौँ साथीहरू अब नाम अहिले सघाउनु अरे त्यहाँ भेट त अब सघाउनु बरु यहाँ ठोकी चाहिँ दिन्छु यहाँनिर चाहिँ ठोक्थ्यौँ हँ एकछिन मैले चाहिँ अल्छी हाल्छु ठोक्थ्यौँ छोडेर आमा हतार परिरहेको छैन यार यो चाहिँ हाम्रो घर सुँगुरको घर त्यहाँ छ बाख्राको त्यहाँ एउटा छ बिहापछि हाल्ने भनेको बिहाकै छैन त्यहाँ चाहिँ ल्याउनुलाई तयारी छ अघि नफुटाइदिएको रिस उठ्दैन साह्रो परिसकिरहेको यसलाई कसैलाई मजा आउँछ कसलाई मजा आएछ